मात्र 2 मिनेटमा आफ्नो जीमेल आईडी को पासवर्ड कसरी हेर्ने यहाँनिर देख्न सक्नुहुन्छ। अहिले मेरो जीमेल आईडी लगइन रहेको छ, तर मलाई यो लगइन भएको जीमेल आईडी को पासवर्ड थाहा छैन। यस्तै प्रकारले तपाईको जीमेल आईडी तपाईसँग लगइन रहेको छ तर पासवर्ड थाहा छैन भने यस्तो अवस्थामा कसरी तपाईले लगइन भएको जीमेल आईडी को पासवर्ड पत्ता गर्न सक्नुहुन्छ, आजको यो भिडियोमा तपाईहरुलाई बताउने छु। सो लगइन भएको बिर्सिएको जीमेल आईडी को पासवर्ड पत्ता गर्न एकदमै सजिलो रहेको छ। यो भिडियोमा लगइन भएको बिर्सिएको जीमेल आईडी को पासवर्ड पत्ता गर्ने दुईवटा तरिका सिकाउने छु, जुन कुनै एउटा तरिकाबाट तपाईले पक्कै आफ्नो जीमेल आईडी को पासवर्ड हेर्न सक्नुहुन्छ। सो आउनुस् अब भिडियो सुरु गरौँ। जीमेल आईडी को पासवर्ड हेर्ने पहिलो तरिका, त्यसको लागि तपाईले के गर्नु होला, यहाँनिर क्रोम ओपन गर्नु होला। ओपन गरिसकेपछि राइट साइडमा माथिपट्टि थ्री लाइनको अप्सन देख्नुहुन्छ, यसमा क्लिक गर्नु होला। त्यसपछि तलपट्टि सेटिङको अप्सन देख्नुहुन्छ, यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईको अगाडि अर्को इन्टरफेस आउँछ, स्क्रोल गरेर तलपट्टि आउनु होला। आइसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ गुगल पासवर्ड म्यानेजरको अप्सन रहेको छ, एकचोटी यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ तपाईको फेसबुकको पासवर्ड, टिकटकको पासवर्ड, त्यसैगरी इन्स्टाग्रामको पासवर्ड, सबैको पासवर्ड यहाँनिर सेभ रहेको हुन्छ। हामीहरुलाई त गुगल अकाउन्ट जीमेल आईडी को पासवर्ड हेर्नु छ, त्यसको लागि तपाईले के गर्नु होला, google.com को अप्सन देख्नुहुन्छ, यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि अब तपाईले यहाँनिर आफ्नो मोबाइल लक स्क्रिन यहाँनिर तपाईले इन्टर गर्नु होला, राख्नु होला। जस्ट यहाँनिर मैले आफ्नो मोबाइल लक स्क्रिन इन्टर गर्दिन्छु। मोबाइल लक स्क्रिन इन्टर गरिसकेपछि राखिसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ तपाईको जीमेल आईडी देखाइरहेको छ र तलपट्टि देख्न सक्नुहुन्छ तपाईको जीमेल आईडी को पासवर्ड देखाइरहेको छ। अब तपाईले यो आँखा जस्तो अप्सनमा क्लिक गरेर सजिलैसँग तपाईले आफ्नो जीमेल आईडी को पासवर्ड हेर्न सक्नुहुन्छ। तर यदि तपाईले आफ्नो जीमेल आईडी को पासवर्ड यो तरिकाबाट हेर्न सक्नु भएन भने अर्को तरिकाबाट तपाईले 100% आफ्नो जीमेल आईडी को पासवर्ड पत्ता गर्न सक्नुहुन्छ। अब यसको लागि तपाईले के गर्नु होला, यहाँनिर बैक आउनु होला। बैक आइसकेपछि यहाँनिर तपाईले जीमेल एप्लिकेसन ओपन गर्नु होला। ओपन गरिसकेपछि राइट साइडमा माथिपट्टि देख्न सक्नुहुन्छ जीमेल आईडी को सिम्बल देखाइरहेको छ, यसमा एकचोटी क्लिक गर्नु होला। क्लिक गर्नुभयो भने अर्को इन्टरफेस आउँछ। अब यहाँनिर देख्न सक्नुहुन्छ गुगल अकाउन्ट जीमेल आईडी को पासवर्ड पत्ता गर्नको लागि एउटा अप्सन पाउनुहुन्छ, म्यानेज योर गुगल अकाउन्टको अप्सन रहेको छ। नभए यहाँनिर साथीहरु गुगल अकाउन्टको अप्सन आउँछ, तपाईहरुले यो अप्सनमा एकचोटी क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईको अगाडि अर्को इन्टरफेस आउँछ। यहाँनिर तपाईले एउटा अप्सन पाउनुहुन्छ सिक्युरिटी एन्ड साइन इन को, तपाईहरुले यसमा एकचोटी क्लिक गर्नु होला। क्लिक गरिसकेपछि फेरि तपाईको अगाडि अर्को इन्टरफेस आउँछ। अब तपाईले यो पेजलाई स्क्रोल गरेर तलपट्टि आउनु होला। आइसकेपछि यहाँनिर पासवर्डको अप्सन देख्नुहुन्छ, यसमा एकचोटी क्लिक गर्नु होला। क्लिक गरिसकेपछि यहाँनिर तपाईले एकछिन वेट गर्नु होला। त्यसपछि अब तपाईहरुले साथीहरु यहाँनिर फेरि यहाँनिर तपाईले आफ्नो मोबाइल लक स्क्रिन इन्टर गर्नु होला, राख्नु होला। जस्ट यहाँनिर मैले आफ्नो मोबाइल लक स्क्रिन इन्टर गर्दिन्छु, राख्दिन्छु। मोबाइल लक स्क्रिन इन्टर गरिसकेपछि राखिसकेपछि यहाँनिर देख्न सक्नुहुन्छ न्यू पासवर्ड क्रिएट गर्ने अप्सन आइसकेको छ। अब तपाईले आफ्नो पुरानो जीमेल आईडी को पासवर्डलाई छाडिदिनुस्, त्यसको काम छैन। अब यहाँनिर तपाईले आफ्नो जीमेल आईडी को एउटा न्यू पासवर्ड क्रिएट गर्नु होला। तपाईलाई याद होस् त्यस्तो खालको स्ट्रङ पासवर्ड यहाँनिर क्रिएट गर्नु होला। पासवर्डमा स्पेशल क्यारेक्टर, नम्बर, लेटर यो सबै कुरा मिलाएर तपाईहरुले यहाँनिर एउटा स्ट्रङ पासवर्ड यहाँनिर क्रिएट गर्नु होला। जस्ट यहाँनिर मैले आफ्नो जीमेल आईडी को लागि एउटा यहाँनिर न्यू पासवर्ड क्रिएट गर्दिन्छु। माथि लेखेको पासवर्डलाई तलपट्टि राख्नु होला, दुईटै बक्समा सेम पासवर्ड राख्नु होला। न्यू पासवर्ड क्रिएट गरिसकेपछि जस्ट तलपट्टि चेन्ज पासवर्डको अप्सन देख्नुहुन्छ, यसमा क्लिक गर्नु होला। त्यसपछि फेरि यहाँनिर चेन्ज पासवर्डको अप्सन आउँछ, यसमा टच गर्नु होला। टच गर्नुभयो भने देख्न सक्नुहुन्छ माथिपट्टि लेखेर आइसकेको छ पासवर्ड चेन्ज सक्सेसफुली। अब तपाईहरुले अहिले जुन न्यू पासवर्ड क्रिएट गर्नुभयो नि तपाईको जीमेल आईडी को पासवर्ड भयो। यो तरिकाले तपाईले आफ्नो जीमेल आईडी को पासवर्ड पत्ता लगाउनु होला।